यसको दाम चाहिँ कति हो? म यो लिएर जानु पर्यो घरमा, मलाई यो मन पर्यो, कति हो? बेच्न मिल्दैन होइन? यो मलाई दिनु न मिलाएर, म लान्छु एउटा यो। अनि यो चाहिँ किन लानु तपाईलाई? यो अब के गर्नु त, तँलाई केही भन्नु हुँदैन यहाँ त। अब महिला अधिकार नारी अधिकार सबै चिज लाग्छ, जति रिस उठे पनि जति जे भन्यो तँलाई केही मैले भन्न पाउँदैन, के गर्न पाउँदैन। बुढीको रिस सबै यसमाथि फेर्छु नि म। अनि यसलाई जति गाली गर्दा नि यसले केही भन्दैनन् होइन? अनि यसले ला कहिले काहीँ नानी केही फरक पर्दैन, यसले रिसाउने होइन, मलाई ला भन्न पनि पाइयो। यसलाई त भुल्न पायो। अब बुढीलाई छुनु हुँदैन होइन? यहाँ त महिला अधिकार हनन भयो भनेर भोलि फेरि मलाई मुद्दा चल्छ त्यही भएर त जान्छौ मसँग? तिमी त पत्र 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 गरेर बोल्दिनौ पनि होला, चुप लागेर बस्यो होला है। बिहे गर्दै यसैले बिहे गरेको भए त हुन्थ्यो त नि। तिम्रो त बुढो पनि कति भाग्यमानी, तिमी केही भन्दिनौ, चुप लागेर बसिरहन्छौ होला। कति राम्री पनि हैन मान्छे पनि। हेर नक्कली ल लगु खोइ तँलाई यो को राम्रो छ थाहा छ? हामी तँ यस्तै छ सिमालो। त राति सुतेर बिहान उठ्दा तँ यस्तै देखिन्छ, म भन्छ यस्तो देखिरहेको हुन्छु राति सुत्दाखेरि। अनि मेरो साथमा जाँदैन धन्न म हेर्दा सबै कुन यो त चाइनिज कोरियन छ त यता पुरै यता हिँड तिमीहरू दुईटी गफ गरेर बसिरहनु। म चाहिँ यही बस्छु नि त, तपाईँ यिनीहरूलाई केही बोल्नु हुँदैन अनि बुढीहरूलाई केही गर्नु हुँदैन। अब के गराइदिएको यिनीहरूलाई? राम राम हेर आज फेरि बुढीलाई लिएर ग्यारेजमा आइएको छ है। आज चाहिँ के रहेछ भन्दाखेरि त यो आँखी भए के अरे परेला रोप्ने दिन रहेछ आज। यसलाई के भन्छ अरे ल्यासेस के अरे? राम राम हेर्नु त ग्यारेजमा बेला बेला नआइकन हुँदै नहुने। कसैको बिहे आउँछन् यही ग्यारेज आउनु पर्ने, कसैको वर्तमान आउँछन् यही ग्यारेज आउनु पर्ने होइन? गाह्रो छ फेरि। होइन मलाई मेरो बुढी जस्ती छ म त्यस्तै स्वीकार्छु भनेर भन्छु। दुनियाँको लागि राम्रो हुन लाग्दैन त। त्यो भैँसीका त्यो रौँ ल्याएर आँखामा रोपेको छ घोपेको छ अनि त्यही पनि राम्रो हेर त। ए ल साथीहरू तपाईँहरूको पनि यस्तै पीडा छ भनेदेखि त के छ कुनै होइन? मेरो चाहिँ पीडाको पनि महापीडा छ। हामी अहिले कहाँबाट हामी अहिले कुन ग्यारेजमा छौँ सीमा? यो न्यू रोज मेकअप स्टुडियो पुष्पलाल चोक ग्यारेजमा। राम्रो सर्भिसिङ हुन्छ हेर्नु त्यहाँ। आमामा हेर्नु मजाले। यो हो त त्यस्तो खालको टेप चाहिँ यो यसको मुखमा लाएर यो 15 दिनसम्म चाहिँ निकाल्न मिल्दैन, ओठ राम्रो हुन्छ भन्ने हुँदैन। त्यस्ता खालका छन् भने त्यो पनि लगाइदिउँ न बरु भन्दा हो। ठ्याक्कै यो चाहिँ मुखमा लगाएर लु यो 15 दिनसम्म चाहिँ ननिकालौँ है, ओठ तिम्रो बिग्रिन्छ भन्ने नि त। म बरु भन्दा 15 दिनमा आएर म त्यसलाई रिन्यू गर्छु र अनि कति तिर्नु पर्ने हो तिर्छु। हामी अरू बेला छ्यास झुक्किएर पनि मैले त्यहाँ छोयो भनेदेखि राम्रो संसार पल्टिन्छ होइन? अहिले आँखाका उखाल्दा फित्ता निचोर्दा टेप लगाएर केही छैन मतलब है। छोरी मान्छेहरूलाई सुन्दरताका लागि राम्री देखिनको लागि त हो माने प्रभु माने धन्न ग्यारेज छ। अब हुन त यही ग्यारेजले नै मलाई झुक्क्याएको सुरुमा चाहिँ अब होइन? म पनि ग्यारेजको काम सिक्नु पर्यो। हामी वास्तवमा छोरो मान्छेले ब्युटी पार्लर खोल्यो भने आउँछ आउँदैन केटीहरू? म पनि खोल्नु पर्यो यार अब यस्तो खालको अनि होइन? म त पुरै झन् बाख्राको पुच्छर रोपिदिनु म सिधै। आजकल उमेर बढ्दै गएपछि पनि मान्छेहरू बुढी देखिँदैनन् नि, तपाईँलाई थाहा होला नि, त्यस्तो लाग्दैन? 35 कटेका 40 कटेका 50 कटिसक्न आँट्छन् र पनि बुढी कोही हुँदैनन् होइन? अब उहाँ छोराछोरीको बिहे गर्ने बेला भइसक्यो आमै बुढा हुँदैनन् होइन? त्यस्तो खालको फिल तपाईँहरूलाई आएको छैन होइन? कहिलेका देखिन्छ नि त्यतिर। कारण के रहेछ भनेको त यहाँ ल्याए पछाडि यो ग्यारेजमा ल्याए पछाडि जस्तासुकै मान्छे पनि टिलिक्क टल्केर चिटिक्क पर यहाँ उमेर आफै घट्दो रहेछ यहाँ आएपछि होइन? राम्रो छोरीले नकल पार्ने बेलामा आमाले नकल पारेर आउँछन् होइन? आमा भन्दा छोरी भन्दा आमा तरुनी केले भनेर पहिले थियो नि त गीत हो रहेछ। त्यो साँच्चीकै नै भन्ने कुरो वास्तविकता रहेछ ल। अनि बुढा हुनै छाडे त्यो चाहिँ हामीलाई भ्रम हो नि फेरि।
त्यही भएर कोही मान्छेको उमेर कति हो थाहा पाउनको लागि टक्कसँगले होइन एक गिलास पानी लिने मुखमा झ्याममा हान्ने मुख पुस्दाखेरि अनि थाहा भइहाल्छ त्यही भएर बिहे नभएको केटाहरूलाई मेरो सुझाव बिहे गर्नुभन्दा पहिले यसरी ग्यारेज गरेर बनिएर आएका मान्छे देखेर मख पर्ने होइन नि फेरि एकचोटि मुख धुन लाउने स्विमिङ पुल लिएर जाने पहिले अनि स्विमिङ पुलमा लिएर जाने अनि त्यहाँ डेट जाँदाखेरि अनि त्यो नुहाइसकेर निस्किँदाखेरि पनि त्यस्तै राम्रो रहन् भने चाहिँ अनि त्यो चाहिँ ओरिजिनल राम्रो आउनु भन्ने थाहा पाएर गर्ने नभए त हामी फाइनली सक्यो है गाइज लु सक्यो अरे आफू चाहिँ फेरि यहाँ अब के छैन बुढीलाई चिटिका बनाएको छ आफू चाहिँ यहीँ छैन यो मलाई गोरो पार्ने क्रिम छैन यहाँ अनि त नि खोइ रोपे खोइ हेरौँ ए आँखामा रोपे अबि खोइ पर्ला गर्छ हामी परेलीमा लुकाउँछु तिमीलाई भनेको यही होला अब त लुकाउन मिल्ने खालकै पर्ला भएन खोइ त हेर्दा रोकी खोइ देखेर आँखामा अन्त यस्तो आँसु आउन्जेल हुँदा पनि केही भएको छैन नि भाइ अहिले त्यहाँ अर्थोकले त्यहाँ घरमा पिटिक्क आँसु झरोस् त हामी आमासम्म नारीसम्म महिलासम्म नारी ग्रुप फिमेल भर्जन सबै रेडी भएर हामी हुरहुर्तेसँगले अनि छोरी मान्छेको आँखाको आँसु भनेको त्यो गहना हो त्यसलाई झार्न दिने पापी अन्याय भनेर